जनचेतनामूलक कार्यक्रम र कुनै पनि कार्यक्रम सञ्चालन गर्न एउटा अध्यक्षको आवश्यकता परेको हुनाले आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनको लागि म यसै नगरायन नगरपालिका वडा नम्बर 5 को वडा अध्यक्ष रामनारायण मुखियाज्यूलाई म आसन ग्रहण गरिदिन। आजका प्रमुख अतिथिको रूपमा सशस्त्र प्रहरी उपपरीक्षक एसपी निर्मल खड्काज्यूलाई म आसन ग्रहण गरिदिन र साथै विशिष्ट अतिथिको रूपमा राष्ट्रिय अभियन्ता बाट पाल्नुभएका जगदीश चौधरीज्यूलाई म आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध। साथै विशिष्ट अतिथिकै रूपमा डीएसपी दीपक भट्टज्यूलाई म आसन ग्रहण गरिदिनको लागि र साथै विशिष्ट अतिथिकै रूपमा यसै विद्यालयका प्रभाव विजय कुमार झाज्यूलाई म आसन ग्रहण गर्छु र अतिथिको रूपमा अभियानी वरिष्ठ पत्रकार जय कुवरज्यूलाई म आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु र त्यसै अतिथिकै रूपमा पत्रकार प्रेमचन्द्र झाज्यूलाई म आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु र आसन ग्रहणकै क्रममा अतिथिको रूपमा यसै नगरायन नगरपालिका वार्ड नम्बर 5 का वडा सदस्य नवीन चन्द्र झाज्यूलाई म आसन ग्रहण कार्यक्रमलाई अगाडि बढाउनको लागि म अनुमति लिन चाहन्छु र सबभन्दा पहिला हामी यथास्थानमा उभिएर हाम्रो राष्ट्रिय गान सुरु हुन्छ। त्यसमा सहभागी भइदिन हुन म सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब हाम्रो यो उद्घाटन समारोह कार्यक्रम रहेको छ र यो उद्घाटन समारोहमा यो गमलामा फुलेका फुलमा पानी हालेर यो प्रहरी निरीक्षक त्यस्तै राष्ट्रिय अभियन्ताबाट पाउनुभएका र यस कार्यक्रमका अध्यक्ष पानी हालेर उद्घाटन गरिदिनु हुन चाहिँ म अनुरोध गर्दछु। अब यो कार्यक्रमलाई अगाडि बढाउँदै यो राष्ट्रिय अभियन्ताबाट पाउनुभएको यो कार्यक्रमको बारेमा छलङ्ग पारिदिनको लागि म उहाँलाई हार्दिक अनुरोध गर्दछु र यो माइक उहाँलाई म हस्तान्तरण गर्दैछु। धन्यवाद। आज जुन यो नेपाल सशस्त्र प्रहरी बल 8 नम्बर गाउँ धौसाबाट र सीमा सुरक्षा सशस्त्र बल हाम्रा डीएस साहब
र यसै नगरपालिकाका हाम्रा आदरणीय अध्यक्षको अध्यक्षतामा र यो मिथिला समाज उत्थान केन्द्र एमएसडब्ल्युसी नेपाल 2065 देखि यो देशैभरि स्कुल कलेज समुदाय र बोर्डर एरियाहरूमा गएर तपाईहरुमाझ चाहिँ एउटा युवा जनचेतना फैलाइरहेको छ। आज हामी किन यहाँ उपस्थित छौं? आज हाम्रो देशै होइन यो संसारभरि नै लागू औषधले हाम्रो समाज बिग्रिँदै छन् र एउटा क्यान्सरकै रूपमा ग्रसित भएका छन्। आज मलाई धेरै खुसी लागेको छ आज जुन यो राष्ट्रिय माविमा जुन आज गौंगलीमा कार्यक्रम हुँदैछन् त्यहाँ हाम्रा छात्रभन्दा छात्राहरू नै बढी देखिरहेको छु। भन्नाले शिक्षामा जति हामी पुरुषले नै प्राथमिकता दिन्छौं त्यो भन्दा कयौं गुना हाम्रा बहिनीहरूले देखाएको अवस्था आज गौंगलीमा देखिरहेको छु। वास्तवमा बडा दुःखको कुरा र मलाई भन्न रुन मन लागिरहेछ। यो लागू औषधले समाज मात्र होइन शरीर मानसिक परिवार र हामी चेलीबेटी बेचबिखनसम्म र बलात्कारसम्मको घटना हजुरहरूले मिडिया र पत्रकारिताबाट सुनेर हेरिराख्नु भएको छ। 2 सालको बच्चा यही धौसाको सतोखरमा एउटा बिहेको मटकोडमा आमासँग जान्छ पोखरी र अपहरण हुन्छन्। 3 दिनसम्म चाहिँ बलात्कृत हुन्छन्। जीव सुनेको र मरेको अवस्थामा हामीले फेला पार्छौं। तपाईहरु अनुभव गर्नु होला सबैको घरमा चेलीबेटी छोरीहरू छन्। 2 साल बच्चाको के शारीरिक विकास भएको हुन्छ? त्यसैले मातृ जगदीश चौधरी एमएसडब्ल्युसी नेपाल र हाम्रा देशका सम्पूर्ण प्रहरी निकाय लागेर मात्र यो सम्भव छैन। त्यसैले तपाईहरुलाई भन्न चाहन्छु इचवन टिचवनको माध्यमले हामीले सिकेको कुरा बुझेको कुरा हाम्रो छिमेक हाम्रो साथीहरूलाई बुझाउनु होला। यही उद्देश्यको साथ हामी आज आएको छौं। हामी बढी समय लिदैनौं किनकि हाम्रो आज देशै एउटा संकटग्रसित अवस्थामा छन्। भन्नता आन्दोलन र भूमिगत केही कोही छैनन् तर अहिले पनि नीतिगति आर्थिक मन्दी र तपाईको पहिलाको विगतको कोरोना कालदेखि लिएर हालसम्म देश जर्जर अवस्थामा छ। त्यसैले हाम्रा एसपी साहेब पनि धेरै जिम्मेवार हुनुहुन्छ र उहाँ एउटा युवाको रूपमा एसपी भएर आउनु भएको छ। सबभन्दा म उहाँलाई धन्यवाद दिन्छु र तपाईहरुबाट पनि एउटा ताली बजाएर स्वागत गर्छु। उहाँको अठोट नै छन् म यो धम्सामा रहन्जेल लागू औषध उन्मूलन गरेर छोड्छु, मुक्त गरेर छोड्छु। त्यसैको पहल आजबाट सुरु गर्नु भएको छ र आज गौंगली हुँदै फेरि तपाईको अर्को बोर्डर एरियाहरुमा गएर उहाँले हामीसँगै व्यवहार गर्नुहुन्छ। खासमा म बहिनीहरूलाई के भन्न चाहन्छु आज जुन लागू औषधमा फसिरहेको युवाहरू छन् त्यो साथीको लैलेमा फसिरहेको छ। तपाईलाई भन्छन् साथीले यो पिठो जस्तो यो हेर्न सेतो हेर्न चकलेट जस्तो तपाई लिनुस् खानुस् पर्न झन मन लाग्छ। विगतमा यस्तो धेरै घटना तपाईको हाम्रो सशस्त्र देशमा हेराउनुहुन्छ। यो प्रोजेक्टरमा वास्तवमा यो कुलत फसेर कतिसम्म बर्बाद भएको छ, आफ्नो भविष्य बिगारेको छ, आफ्नो एम र गोल बिगारेको छ। बस यो कार्यक्रमको बारेमा यति जानकारी गराउँदै म बिदा हुन्छु र अब चाहिँ पावर प्रोजेक्टले देखाउँछ उहाँहरू तपाईहरु बुझेर आफ्नो घर टोल छिमेक साथीहरुसँग शेयर गर्नु होला। यति कामना साथ बिदा हुन्छु। धन्यवाद। सुरुवात हुन्छ घर परिवारबाटै सुरुवात हुन्छ। आफ्नो बाल बच्चाहरू के गर्दैछन् कसो गर्दैछन् भन्ने कुराहरू हामीले चाहिँ हृदयमा बुझेर अनि त्यहाँ लक्षणहरू लागू औषध लक्षणहरू भनेर अहिले आशा एक्लै बस्ने होइन
विभिन्न शरीर कपडाहरू विभिन्न किसिमका दुर्गन्धहरू आउने विभिन्न किसिमका लक्षण त्यस्ता लक्षणहरू चाहिँ आफ्नो बालबालिकामा छ कि छैन भन्ने कुराहरू बुझेर हामीले सबभन्दा सुरुवाती भन्ने क्रममा भनेको हाम्रो परिवार नै हो। जब परिवारमा हामीले चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्न सक्छौँ त्यही परिवारबाट नै समाजमा विभिन्न साथीभाइको माध्यमबाट समाजमा त्यो चाहिँ फैलिँदै जान्छ। फैलिँदै गइसकेपछि समाज नै एउटा समाजको वातावरण नै खतम हुन्छ, अपराध हुन्छ, अपराध बढ्दै जान्छ, विभिन्न किसिमका घटनाहरू घट्छ। त्यो चाहिँ के त लागुले गर्दा धेरै ठुलो चाहिँ दुर्घटनाहरू भइरहेका छन् र हुनसक्छ। त्यसकारण म के भन्न चाहन्छु भने विद्यार्थी भाइ बहिनीहरू यो भर्खर अब एसी दिन रेडी भएको भाइ बहिनीहरूले धेरै कुराहरू बुझिसकेका छन्। उहाँले नै घर परिवारमा गएर राम्रोसँग बुझाउनुहुन्छ, बुझ्नुहुन्छ भन्ने मैले चाहिँ आशा व्यक्त गरेको छु। र त्यसै गरी सम्पूर्ण पहिला देवता र राक्षसहरूको लडाइँमा पनि सेनाहरू परिचालन हुँदाखेरि सेनाहरूलाई उत्तेजित गर्नको लागि पनि पीडा कम गर्नुको लागि लागु औषधको प्रयोग गरिन्थ्यो भाइ। र भगवान सिंह भाइ यहाँ आएर गर अनि एकजनाले स्लाइड गर्नु त्यो छेक्यो के यहाँ आउने त्यो छोड्नु न त्यहाँ एकजनाले भन्नु नेक्स्ट गर्छ एकजना भाइ गरिहाल्छ नि असार त्यो बसेर गर्नुहुन्छ यो सकेपछि अरू नेक्स्ट गर्ने होइन यहाँ गरे हुन्छ ठिक छ भने नेक्स्ट गरिहाल्छु। धार्मिक हिसाबले पनि शिवजीले चाहिँ गाँजा खान्थे, धतुरो खान्थे होइन। आफ्नो पीडा कम गर्नुको लागि आफू चाहिँ जबमा बस्दाखेरि पनि प्रयोग गरेर रहन्थे। र हाम्रो घरमा हाम्रा पहिलेका बाजेहरूले हजुरबाहरूले पनि घरमा हुक्काहरू खाने, चुरोटहरू खाने, भाङ भन्ने यो हुँदै 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 लागु औषधको विकास उत्पत्ति भएको भन्ने कुरा यो स्लाइड मार्फत हजुरलाई जानकारी गराए। नेक्स्टमा जाउँ। र यस्तै प्रकारले अब लागु औषध 2033 सालको अवस्थामा वैध थियो नेपालमा। त्यो बेला चाहिँ गाँजाको स्लाइड नो धन्यवाद के छ बच्चों बात कति कहल कते बना देबू त जे अगर हम सब भूखो में पड़ जाय छी तेकर दुईटा उपाय या त हम मर जाय छी चाहे जेल जाय नहीं तै दुआरे खास कर विद्यार्थी सब कहल जे कोनो भी कारण बहुत छै कते बने वाला कहल अखनी हम सब ये बुजुर्गो बैठल छी त हम सब सरकार जिला को शासन में